हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ मैले चटपटे सिँढीमा बसेर किन बनाउनु पर्यो, भिडियो लास्टसम्म हेर्नु होला। आजको बिहानको सुरुवात चाहिँ मेरो कोठा मिलाउनबाट हुन्छ, किनभने यति धेरै फोहोर थियो अनि अब मिलाउनु त पर्यो। मम्मीले त कराउँछ मिलाएन भने, अनि म चाहिँ यहाँ मस्त कोठाहरू मिलाउँदैछु। यहाँ चाहिँ मैले आफ्नो कोठाहरू पनि राम्रोसँग मिलाइसकेँ है। अनि अब म चाहिँ गएँ खाना खानको लागि। अनि आजको खानामा चाहिँ थियो आलुको अचार, आलुको सब्जी र आलुको दाल, मतलब आलुमा झोल। अनि मैले चाहिँ खानाहरू पनि खाएँ। अब एक यो दिन यस्तै हो, आलु आलु नै बन्छ हाम्रोमा चाहिँ है। अनि मैले यो दिउँसोको खाजाको लागि चाहिँ एउटा चाउचाउ र दुईटा तितौरा लिएर आएको थिएँ। क्या तितौरा चाहिँ मैले खाइसकेको थिएँ। अनि अब चटपटे बनाउनु लागि म रेडी हुँदैछु। मैले चाहिँ यहाँ सब थोक रेडी बनाएर खोर्सानी, धनियाँ, प्याज ल्याएको थिएँ है। अनि अब काट्नको लागि आँटेको भएर त मम्मीले कराएर मलाई आज एक दिनभित्र काट्नु हुँदैन भनेर कस्तो कराउनु भयो। अनि म चाहिँ यहाँ सिँढीमा बसेर काट्दैछु है। आज मैले चाहिँ चपिङ बोर्ड र प्याज चाहिँ सिँढीमा ल्याएँ। अनि म चाहिँ यहाँ मस्त काट्दैछु प्याज। अब गाली खाइ भए पनि खानु त पर्यो, चटपटे छोड्नु त भएन। अनि म चाहिँ यहाँ मस्त प्याज काट्दैछु। अनि त्यसपछि मैले प्याज पनि काटिसकेँ। अनि मैले चाहिँ भित्र गएर मस्त मसला ससला हालेर ल्याइसकेँ। अनि म चाहिँ यहाँ चाउचाउमा प्याज हाल्न आँट्दैछु। अनि मैले चाहिँ यो चाउचाउको फुलमा बुझा पनि लिएर आएको थिएँ कि अब प्याज काटेर भित्र पनि लानु भएन, अनि बाहिर सबै गर्न त गाह्रो हुन्छ। त्यही भएर भुजा चाहिँ मैले बोकेर ल्याएँ। अनि मेरो चाहिँ चटपटे बनेर रेडी भयो, सिँढीमा बनाएको चटपटे। ओ माई गॉड, स्ट्रगल इज रियल फर चटपटे है, गर्नुपर्छ यति त। अनि मैले चटपटे चाहिँ यहीँ सिँढीमा बसेर खाएँ है। अनि त्यसपछि चाहिँ राति दाइले चाहिँ यो पार्टी मिक्स लिएर आयो क्या, मेरो फेभरेट। ओ माई गॉड, मलाई चाहिँ यति मनपर्छ यो पार्टी मिक्स। हजुरहरूले खानुभएको छ कि छैन प्लिज कमेन्ट गर्नु होला। अनि यहाँ वाइ चाउचाउ पनि लिएर आएको रहेछ, भेज चाउचाउमा झोल हालेर खाने राति भनेर। यो झोल हालेको चाहिँ यस्तो मिठो हुन्छ नि भेज चाउचाउमा। अनि म चाहिँ यहाँ पार्टी मिक्स खाँदैछु, मस्त यस्तो मिठो हुन्छ नि, कसम भनेको एकचोटि चाहिँ ट्राई गर्नु होला है, एकदम वर्थ इट हुन्छ साँच्ची भनेको। अनि यहाँ चाहिँ मेरो खोलहरू, म चाहिँ यति खाएर सुतेँ। थ्याङ्क यू फर वाचिङ, बाई, सी यू नेक्स्ट भिडियो। मेरो च्यानललाई सब्सक्राइब र भिडियोलाई लाइक पनि गरिदिनु होला। बाई।